म त एसिडी इक्जाम दिन गएको एसिडी भन्ने थाहा थिएन ए हो बोल्नु दिनु परेको थिएन क्या त्यो ओरिएन्टेसनमा गएको अनि अब आफूलाई ओरिएन्टेसनमा के हुन्छ र अब अमेरिका आएको फर्स्ट टाइम नेपाली घाँस कुदिँदै होइन पुरा अब कति आई थिङ्क 50-60 जना कति मान्छे थियो र सबजनाको इन्ट्रोडक्सन गर्दाखेरि एउटाले टक्क नेपाली थर उठेर भने देवकोटा भने होइन मेरो साथी एकदम मिल्ने साथी देवकोटा भने टक्क यस्तो ए सोल्टी नेपाली होइन अर्कोले उतापट्टि श्रेष्ठ भन्नु जस्तो ल सुट नेपाली होइन त्यसरी पुरा के त्यसरी चिलमा अब काउन्ट गर्दै बसिरहेको के भन्नु भन्यो त्यो डिएसओले होइन अनि भोलिपल्ट ल सबले होइन पेन्सिल ल्याउनु पर्दैन विल प्रोभाइड एभ्रिथिङ यताउता मैले सोचिरहेको थिएँ कि केटाहरू सबै बार्दो रहेछ लाइक हुन्छ नि तिम्रो ब्याक टु स्कुल जस्तो सबै कपी कलम बाँड्ने रहेछ भनेपछि भोलि चाहिँ छोरो झोला बोकेर आउँछ भनेर बिहान हामी चाहिँ झोला बोकेर गएको थिएँ हामी 3 जना नेपालीले टक्क भेट भएर भित्र छिराएर मलाई एसिडीको इक्जाम हो भन्छ कम्प्युटरमा बसेर अनि म्याथ पनि हुँदो रहेछ म्याथ इङ्ग्लिस अनि हल्का साइन्स पनि हुँदो रहेछ म त साइन्समा पनि पुगिन पहिले फेल भइहालेँ होइन त्यो फेरि खै सर्टेन नम्बर नपुगेपछि अटोमेटिक बन्द हुने के हो त्यो मैले त के दिएँ कि आफूलाई थाहा छैन अब दिएर आइसकेपछि बल्ल थाहा भयो चाहिँ यो चाहिँ तिम्रो यसको आधारमा चाहिँ तिमीलाई म्याथ क्लास र अनि इङ्ग्लिस क्लासको लागि त्यो छान्छ भनेर पछि थाहा पाएँ क्या